Hello everyone, welcome to the new episode of I alias Journey. हाम्रो अर्को एपिसोडमा तपाईहरुलाई स्वागत छ। तपाईहरुलाई चाहिँ म आज हाम्रो गाउँको परिवेश देखाउन खोजिरहेको छु र म जानकारी गराउन चाहन्छु म जन्मेको हुर्केको घर चाहिँ यही नै हो हैन, हामी देख्न सक्छौं र यो तापट्टिको सिन तपाईहरुलाई अहिले ब्याक क्यामेरा गरेर पनि हामी देखाउने छौं र अहिले चाहिँ म हाम्रो यतापट्टि जान्छु है, बुवाको काकाको घर जान्छु। काकाको घर के हुँदैछ काका, के छ खबर? हजुर खाऊ, खाना जन्मेका खाऊ। के गर्दै हो? ल खाना जन्मेका हो, खाऊ ल। यहाँ चाहिँ काका हुनुहुन्छ, हाम्रो लभली काका, एकदमै आत्मीय काका हुनुहुन्छ। अनि यहाँ चाहिँ एकदम शान्त भएर बस ल। यहाँबाट छ होइन, यस्तै छ, नाटक नदेखाऊ। अब यहाँ यसलाई हाम्रो चाहिँ ढोड हो, यो ढोड हो होइन। टौवा पनि छ हाम्रो त्यहाँ, टौवा। यता चाहिँ पहिला हाम्रो त्यो पूजाहरू गर्ने बेलामा यता गइन्थ्यो, अहिले त अब पुरै यहाँ झाडी भयो। यहाँ भैँसी पनि छ, भैँसी भैँसी ए भैँसी भैँसी आनन्दले सुतिरहेछ ल है। अब यस्तो छ यहाँ, यस्तो अर्ग्यानिक चुलो, यस्तो अर्ग्यानिक चुलो, यहाँ चाहिँ यस्तो अर्ग्यानिक चुलो पनि छ गाइज। के भन्छ यसलाई कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्नु होला, यसलाई के भन्छ ल। अन्त अब यता चाहिँ हाम्रो यो लिचीको बोट हो, एकदम यो एकछिन चाहिँ आएको सर र भ्यू हेरौँ है त। अझसम्म पनि जस एक्जिस्टेन्समा छ, लगभग 10-15 जना कति विद्यार्थी छन्। र यो चाहिँ मैले अघि नै भनिहालेँ, म जन्मेको हुर्केको घरको यो पछाडिको फेस होइन। पहिला त पछाडिबाट पहिरो आएर पनि दुःख दिन्थ्यो पहिला चाहिँ। अनि यहाँ चाहिँ हाम्रो यो मेवाको बोट छ, हामी देख्न सक्छौँ। मेवाको बोट, गगनचुम्बी मेवाको बोट है। अब म तपाईँहरूलाई हाम्रो गोठतिर देखाउँछु है त, गोठतिर ल। अब हामी एकछिन हाम्रो गोठतिर जाउँ। हेर्नुहोस् बाटो यस्तो छ है, यहाँबाट यस्तो बाटो हुन्छ हाम्रो, हेर्नु न एक किसिमले एउटा ल्यान्ड गल्ली टाइपको यस्तै हामी होइन। यस्तो बाटो हुन्छ, हामी गोठमा पुग्छौँ अब ल। हाम्रो गोठको यो चाहिँ यता गोठ भयो ल नै। है सेती ल, यो सेती भइहाल्यो, खाना लाग्छ सेतीले। यता चाहिँ सेतीको छाउरी छ, यस्तो छ गाउँले परिवेश। अम्बा चाहिँ राम्रो फलिरहेछ यसपालि। अम्बा कतिजनालाई मनपर्छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला है ल। अम्बाको रुख एउटा यहाँ छ होइन, अम्बाको रुख एउटा यहाँ छ, एउटा अम्बाको रुख त्यहाँ पनि छ है। र तपाईँलाई जानकारी गराउनुपर्दा मेवाको रुख अर्को यहाँ पनि छ है त ल। गाउँले परिवेश यस्तै छ। यो चाहिँ हाम्रो यता चाहिँ सुदीप भाइको घर हो ल। हेर्नुहोस् गाउँको बाटो यस्तो छ। भरिया दाइले बिसाउने भारी सुनमाया डाँडैको चौतारी है ल। यस्तो छ, यताबाट चाहिँ यस्तो भ्यू आउँछ ल। हेर्नुहोस् यस्तो भ्यू आउँछ यताबाट ल। तपाईँ यो चाहिँ धनसार हो हाम्रो सुदीप भाइको। अनि यता यस्तो छ है, यहाँबाट चाहिँ हाम्रो यता चाहिँ तल चाहिँ गाउँ खोला, यताबाट यहाँ चाहिँ एकदमै बर छ। यहीँ चौतारीमा पिपल छ, बर छ,
तिम्रो यादले के गर्छ जहिले नि तिमीलाई नै सम्झेर नपर्ने। ल यो चाहिँ हाम्रो पहिलाको मिनी चौतारो हो। ल यहाँ चाहिँ हाम्रो डस्टबिन पनि रहेछ, मिनी चौतारो हो यो चाहिँ। र यता चाहिँ हाम्रो यता कुरा गाउँ बोल्छ, यता चाहिँ दुर्थुमको डाँडोहरू यता भयो। यो पारी देखिएको गाउँलाई चाहिँ बिसौना भन्छ, बिसौना भन्छ। अनि यतापट्टिको यो आरबा खम्गाले भयो यतातिर चाहिँ है। अनि यताबाट यसरी यहाँबाट हिँडेर जाने भने चाहिँ हामी दिपक भाइको घर पुग्छौँ। अनि यताबाट माथि जाने भने चाहिँ चौतारातिर पुगिन्छ। यो घर चाहिँ हाम्रो तलको घर चाहिँ म सँगै पढेको 1 देखि 5 सम्म अघि पढेको भन्थेँ नि, त्यहाँ सँगै पढेको साथीको घर किरणको घर भने। यो माथि चाहिँ हाम्रो राजु दाईको घर, यो माथि जुन देखिएको छ बिल्डिङ यो चाहिँ राजु दाईको घर हो। गाउँघरमा चाहिँ अहिले पक्कै पनि रोपाइको माहौल छ र म चाहिँ अहिले मेरो बाल्यकालको साथी किरणको घर जाँदैछु। र हामी यहाँ देख्न सक्छौँ यो चाहिँ ढोड, मकैको ढोड छ यहाँ। यहाँ हाम्रो माइजू हुनुहुन्छ यहाँ चाहिँ होइन। माइजू यहाँ के लाउनको ए मकै छ यहाँ, मकै हाम्रो माइजू हुन्छ। हाम्रो माइजू टक्कै यस्तो छ है। अब यहाँ छ है हाम्रो किरणको गोठ छ। ट्र्याक एन्ड भैँसी छ है, सबै एकदम परिश्रमी किसानहरू टक्क भैँसी पाल्ने ट्रेन्ड यस्तो छ है त। सर यस्तो छ राम्रो छ। पढाउने अब यहीँ बस्छौ? यहीँ बस्छु। दुलै यहीँ ल्याउने? दुलै यहीँ ल्याउने हो। कहिले ल्याउँछौ? खै भोलि पर्सि आउँछ रे।